साना भाइ साना भाइ साला कहाँ गयो सबै ए बसिरहेको रहेछ ए काना दाजु आउनु भएछ कता हिँड्नुभएको धेरै दिन भयो तपाईँ त खोइ आउनु भएको छैन अब जाडो पनि निकै जाडो बढ्दैछ अब खोइ पक्कै पनि चिया खानु त आएको होला है बस्दै गर्नु न म ल्याइदिन्छु पैसा त छैन अब क्रेडिट ल्याइदिन्छु नि ल जाडो छ नि हौ भाइ अन्त कस्तो जाडो नि हौ अन्त राति निन्द्रै लाग्दैन अन्त यतिकति त खानै पर्छ नि लु नि छिट्टो गरेर लिएर आउनु ल बस्दै गर्छु ल छिट्टो गरेर लिएर आउनु नि फेरि ल लु ल्याउनु त ल्याइदिएको छु रातो त छैन अरे कालो हरियो पनि पाउँदैन अरे सेतो मात्रै रहेछ त्यही खानु नि ल ल्याइदिएको छु सेतै भए पनि हुन्छ नि हौ भाइ खानु नपाएर रातभरि निन्द्रै आउँदैन हुन्छ सेतै भए पनि के भयो त अन्त त्यो पनि रक्सिने त यसो खाएर चाहिँ खानासाना खाएर वापस त्यहाँ मिठो निन्द्रा लाग्छ नि यसो सपनामा पनि यसो माथितिर स्वर्गतिर गएको पनि देख्छ हो त भाइ साँच्ची हो भनेर त मैले त रेला गरेर अब चौकी छैन बस्नु त खाटमा गएर बस्नु नि त बस्नु यो चाहिँ मनले चाहिँ एक कप लगाइदिएको छु हो अनि ऊ छ यतिलाई पनि अहिले त दाम त निकै पो बढेको छ त त्यसको बस्नु खानु ल बस्नु म पनि बस्छु नि छेउमै स्याबास धन्यवाद भाइ स्याबास यतिले त जाडोमा सानो तातो कडा रहेछ भाइ डोडो पो ल्यायो क्या हौ तिमीले त डोडो जस्तो लाग्यो त यो त कडा रहेछ भाइ अहिले त भेट्ने रहेछ खानु न खानु अलिकति छ अब अलिकति छ खानु न म थपिदिँदैछु त तपाईँलाई ग्लासमा लगाइदिँदैछु त खानु न यति खानु झन् निन्द्रा लाग्छ तपाईँलाई होइन हौ भाइ मलाई त निकै नै भेटेँ त कुन चाहिँ दोकानबाट ल्यायो यो माल त कडा आज म तँलाई एउटा मनको कुरा भन्नुपर्ने थियो त्यो पल्लो घरको साइनाले घाँटे अस्ति मेरो छाती नै पक्रेको अनाघाँटे अब के गर्नु अब म मातेको थिएँ सक्ने होइन खेल्नु रसी खाएपछि त अब मान्छेको तागत हुँदैन त्यस्तो त गर्नु भएन नि त त्यसले होइन गर्नु त अहिले त्यसलाई म के अहिले हिर्काएँ अब चाहिँ गएर चाहिँ त्यसलाई मैले जानेको छ त्यसलाई चाहिँ मैले जानेको छ आज चाहिँ म त्यसलाई म छोड्दिनँ त्यो कुकुर चाहिँ अब मलाई दिइराख त्यसलाई चाहिँ म एकदम मन I love you Shantaram I love you Shantaram स्याबास भाइ ल भाइ म गएँ ह्याप्पी भयो म एकदमै भनौँ यहाँ पाठन पुऱ्याइदिएँ हेरे ल के भएको तपाईँ उठ्नु न उठ्नु अलिकति रहेछ खानु तपाईँ मात्दो रहेछ यस्तै मान्छेले के हो तपाईँ त बिस्तारै पुऱ्याएँ भाइ बिस्तारै पुऱ्याएँ आज चाहिँ म चाहिँ साह्रै नाटेको छ त साह्रै नाटेको छ आयो